क्लास 6 लाई 10 वर्ड्स लेख्न भनेको छु क्लास 7 लाई 10 वर्ड्स लेख्न भनेको छु क्लास 9 लाई 10 वर्ड्स लेख्न भनेको छु and class 10 लाई पनि 10 वर्ड्स लेख्न भनेको छु भनेको नर्मल मिनिङफुल वर्ड्सहरु हुनु पर्यो ओके नाउ तिमीहरुले के गर्छौ त्यो वर्ड्सहरु मलाई भन्छौ त्यसपछि मैले सबै सुनेपछि मैले लगातार 1 मा यो छ 2 मा यो छ 3 मा यो छ सबै बताइदिन्छु पछाडी पनि बनाइन्छु 49 मा यो छ 48 मा यो छ 40 मा यो सबै बताइदिन्छु उदाहरण पढाइन्छु नम्बरमा 14 नम्बरमा के छ भन्यो भने त्यो पनि बताइदिन्छु I will try my best okay so सबै पुरा कन्सन्ट्रेसन को त्यही भएर जो बोल्छ त्यसले कन्सन्ट्रेसन दिएको छैन भने बुझिन्छ इन्ट्रेस्टिङ छ ओके इन्ट्रेस्टिङ छ सो रिमेन साइलेन्ट ओके सबै शान्त बस्ने ओके नाउ जब सर he will write the words which is given by you है जुन वर्ड्स तिमीले भन्छौ नि यहाँ सरले लेखिनुहुन्छ त्यो वर्ड्स त्यहाँ हेर्न तिमीलाई सजिलो हुन्छ अनि सबैले पनि लेख्ने है कपीमा पनि लेख्ने क्लियर सबले कपीमा पनि लेखेर राख्ने किनभने त्यहाँ पनि हेर्न सक्छौ है त्यसले गर्दाखेरि चाहिँ 1 भनेर भन्छु अनि 1 मा सरले भन्नुहुन्छ तिमीहरूले भन्छ सरले लेख्नुहुन्छ he will write in whiteboard है ओके हामी क्लास 6 बाट let's go from 6 okay class 6 बाट हामीसँग 50 वर्ड्स गराउने भन्ने कुरा भयो त्यस्तो गराउने 40 वर्ड्स टाइम सर्ट गराउने 40 वर्ड्स पनि होला त्यही भएर अहिले टाइमलाई चाहिँ आगो साथ गर्ने ल लेखेको भए तिम्रो चान्स पनि आउन सक्छ आयो क्लियर है सो सरी डोन्ट माइन्ड ओके भए पनि तिमीलाई रिपिट गर्छु ल ओके क्लास 6 कि क्लास 10 लाई छोडेर क्लास 5 को लिने यस कि क्लास 10 लाई छोडेर क्लास 5 को लिने अनि यहाँ क्लास 5 ले चाहिँ क्लास 5 भने लेट्स तिमीलाई माया गरौँ न त हुन्छ क्लास 10 ठीक छ ओके देन क्लास 5 ले भन 10 वर्ड्स भन ल ओके 1 ओके only one will say okay एकजनाले मात्रै जसले लेखेको छ उसले मात्रै तिमीले अरु लेख्दैन है 1 swing गर्ने swing भनेको swing पढ्नु झुला हो के swing 1 सबैले लेख है सबै लेख 1 swing ओके 2 slide विशेष जाने हो त्यस्तोमा स्लाइड गर्ने ओके 2 slide चले भन्नु मलाई चाहिँ ओके slide 2 slide 3 then ओके यहाँबाट मात्रै भन्ने सबैभन्दा डिस्टर्ब हुन्छ सी विल से ओके ल 3 then यस 3 मा then VAN 4 pen 4 मा pen मैले उता हेरेको छैन है एउटा लिटर कन्फ्युज भयो भने हेर होला नत्र पनि हेर्दिन ओके ओके 4 मा पेन 5 प्लिज ओके 5 मा कपी ओके 6 जुत्ता ओके शूज 6 मा शूज
Okay, 7 watch. अब तिमीले पनि लेख्ने है सरले लेख्नुहुन्छ नि हो त्यो चीज तिमीले पनि कमिया लेख है आरो के ओके 7 shoes 7 watch हैन ओके 8 whiteboard ओके 9 mobile Okay. 10 fan. Okay. Hello? Yes? So we leave it, okay. And now, class 7. Class 7 एउटा ग्रुप एक ठाउँमा बसेर तिमीले भन है यसरी 6 6 क्लास Okay, 6 class. Sir will tell the answer. Okay. 6 magic भनेको यो अब 11 मा गयो है 11 मा म्याजिक Okay, please do right there, okay? 11 मा magic. Okay, next. From त्यतिबाट भन कि एकजनाले भन्नु पनि सजिलो हुन्छ तिम्रो अरु लेखेको छैन त्यहीबाट होस् 6 क्लासले तिमीबाट होस् लेखेको छैन इभी एकजना यस्तो गर्यो कि एकजनाले 10 वर्ड लेख्नु लगातार भन्न सजिलो होला हैन ओके इट्स ओके इभी इलेक्ट्रिक भ्यान भनेको जस्तो इभी Television, okay. TV, okay. Children, television. Okay, please. 13 marker. Okay. तिमीले चाहिँ मार्कर भन्यो हैन Okay, 14 मा marker. Now, तिमीले भन्छौ अर्को Okay, 14. Rainbow. इन्द्रेणी भनेको Okay, 14 मा rainbow. Okay, 15 volleyball. Marker भनिसक्यो ए water 16 मा water
Okay, 17 crossfire. Bike भनेको हैन? Okay, 17 crossfire. Hey, okay, 18 please. 18 Ronaldo. Okay, 18 मा Ronaldo है, Ronaldo भलिबल फुटबल खेल्ने Ronaldo. 18 मा. के बोले भन्ने? ल भन. Okay, 19 sweet. 19 sweet. Okay, 20 football. Okay, 20 football, eh? Yes, let's go to class 6 or 7. 7 class को एकमा भला शान्त भएर भन्नु सजिलो हुन्छ है. 10 वटा वर्स. Listen. हुन्छ, you are shouting, okay? मैले पनि concentrate हुनुपर्छ. Okay? तिम्रो हल्ला गरेर के भनेको पनि सुनिदैन. So please remain silent, okay? शान्त हुने है. यो तिमीहरुकै लागि हो. Okay. Okay, now let's talk about the class 7. Professional. Okay, professional 21. Okay. Okay, terminology. 22 terminology. Terminology. Physics. Okay, 23 physics. Okay. 24 tsunami. समुद्रमा आउने सुनामी हुन्छ नि. 24 tsunami. Okay, 25. 25 volcano. T. Okay, volcano 25, right? Volcano 25, 26 please. Huh? Universe. Okay, 26 universe. 27. Okay, 27 reproduction. Okay, 28 apple. Okay. Reproduction पछि apple हैन? Okay. 29. Sorry. Okay, 29 concentration. Okay? 29 concentration. Broom. Okay. 30 broom. Oh, broom. Okay, 30 ma broom. झाडू लगाउने. Okay. Now you 6, 7 here. Class 8 please. Class 8. Class 8 please. Class 1? Okay. 31. Okay.
education. 31 education. Or will be like 31 education. Okay. I think so. Sorry. Education. Discipline. 32 discipline. 33 precious. Importance भन्नु खोजेको हो? Okay. Precious. Okay, 33 precious. Next, बहुमूल्य भन्नु खोजेको हैन? Okay. 34 peaceful. Peaceful है ना? Peaceful, right? Peaceful. Crucial. Okay, 35 crucial. Okay, crucial. Ophthalmologist. Ophthalmologist. Okay, 37. I can say the name. Ophthalmologist. Yes. Ophthalmologist. Okay. Ophthalmologist. Yes. Current. Himmat. Okay. Courage. Huh? Sorry? Natural. Okay, courage પછી natural. Okay. 39 culture. 40. Together. Okay, please. This is the world longest letter. The word is pneumono ultramicroscopic silicovolcanoconus. यसको वर्ड अब जनरली नर्मल वर्ड भन्ने हैन encouragement यो थाहा भएको वर्ड गर्न सकिन्छ that's not a great deal okay गाह्रो छैन तर एउटा थाहा भएकोलाई मलाई कुनै अप्ठ्यारो छैन है ओके encourage हैन ओके 41 encourage Okay, encouragement हो कि encourage हो? Encourage. Encouragement. 42. Huh? Deoxyribonucleic acid. So, okay, DNA. Full form of DNA. Okay. Deoxyribonucleic acid. अब DNA लाई तपाईले लेख्न सक्दिनु होला मैले भनिन्छु DNA को फुल छ deoxyribonucleic acid. Okay. 43. Okay, 44.
3. Procrastination. त्यो उदाहरण भने है देखाउने भनेको procrastination. ओके procrastination देखाउने भनेको प्रोकास्ट गर्ने भनेको त्यतिले बोलेर गर्ने भनेको procrastination. ओके 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 43 procrastination. 44 please. एउटाले लेखेर दियो यु क्यान टेल मी एकजना अरूले भन्दा पनि भयो कसैले. ओके 44 empowerment. सशक्तिकरण भनेको हो सशक्तिकरण. ओके women empowerment जस्तो. ओके empowerment 44. ल अरू कसैले बनाएको छ भने भन है. यहाँ लेट हुनु भयो. ओके ओके delightful 45 delightful. Do you delightful? Okay. Next. Already I have said up to okay, circumstances. Circumstances. ल तिमीले लेखेको पनि भन है हामी लेख्दैले पल्ला गराउन लाग्छ. अरू कसैले लेखेको छ circumstances पछि 46 circumstances. Delightful पछि circumstances. Now yes, tell me if BMW. Okay. Circumstances पछि BMW. Rolls Royce. BMW 47 48 मा Rolls Royce. Rolls Royce. Okay, 49 Virat Kohli. Rolls Royce. Okay, 49 Virat Kohli. Oxford. Okay, last night एकजनाले भन्यो Oxford. Hey, stop that. You have said me 50 words. तिमीले मलाई 50 words भनिसकेका छौ है. Okay? Are you here? Oxford भयो 50 मा Oxford. सबैले
अब म सम्झिरहेको छु है ओके मैले लिसन है तिमीले भनेको लगभग मैले मेमोराइज मैले हेरेको छैन है अब चाहिँ दुईटा वर्ड लेटर्सहरु कन्फ्युज भएको मात्रै हेरेको थिएँ मैले हेरेको पनि छैन ओके नाउ आई एम गोना से all 50 words okay म सबै 50 वर्ड तिमीलाई बताइदिन्छु हुन्छ फ्रम वन यु क्यान सी हियर ओके तिमीले यहाँ हेर्न सक्छौ ठीक छ सबले यहाँ हेर्न सक्छौ केही एउटा दुईटा कन्फ्युज नसकाउला है त्यति मैले हेरेको छैन कन्फ्युज भयो भने हेरौँला है नत्र भने म हेरेको छैन आर यु क्लियर ओके मैले स्टार्ट गरौँ 1 स्विङ 2 स्लाइड 3 रेन 4 पेन 5 कॉपी 6 shoe 7 watch 8 whiteboard 9 mobile 10 pen 11 magic 12 television TV भनेको मैले television and TV है ओके television भनेको TV भने पनि भयो 13 marker 14 rainbow 15 volleyball 16 water 17 crossfire 18 Ronaldo 19 sweet 20 football 21 professional 26 terminology 23 physics 24 tsunami 25 volcano 26 universe 27 reproduction 28 apple 29 concentration 30 brain 31 education 32 discipline 33 precious 34 peaceful 35 crucial 36 ophthalmologist है त्यो आँखा सम्बन्धी हेर्ने अलि त्यो प्रोनाउन्सिएसन मात्रै भयो त्यही हो नि हैन क्लियर ओके 37 courage 38 nature 39 culture 40 together 41 encouragement 42 deoxyribonucleic acid in form of DNA 43 procrastination 44 empowerment 45 delightful 46 circumstances 47 BMW 48 Rolls Royce 49 Virat Kohli 50 Oxford okay यो मैले कताले भने सुल्टो भने उल्टो भन्दिन यहाँ सुसी हेर्ने हो म हेर्दिन छिटो भन्छु है भन्दिन Oxford Virat Kohli Rolls Royce BMW circumstances delightful empowerment procrastination deoxyribonucleic acid encouragement together culture nature courage
म्यालोजिस्ट है थोरै उसमा भयो कन्फ्युज भयो उसमा चाहिँ यस क्रिएसन पीसफुल प्रेसियस डिसिप्लिन एजुकेशन ब्रेन इन concentration apple reproduction universe volcano tsunami physics tomology professional football sweet Ronaldo crossfire water volleyball rainbow marker television magic fan mobile whiteboard watch shoe copy pen slide swing. Now you can ask me तिमीले कति नम्बर सोध्दा पनि हुन्छ सर 25 सोध्दा हुन्छ कति पनि 12 टेलिभिजन हो कति 18 मा रोनाल्डो 50 ऑक्सफोर्ड कति 49 विराट कोहली 29 कंसंट्रेशन 26 में यूनिवर्स 30 में ड्रोन one swing 36 upper medalist yes Pati 27 reproduction Pati 14 rainbow 41 empowerment अब तिमीले यो नम्बरबाट पनि भन्यौ सर टेल मी द कति छ BMW कति नम्बरमा भन्दा पनि हुन्छ क्रसफायर 17 नम्बरमा 17 नम्बरमा छ रोनाल्डो 18 मा छ यस Rainbow, okay, Rainbow 14 na cha. Virat Kohli 49. Yes. Education 31 na cha. BMW 47. यो तिमीहरुको धेरै आवाज आयो है तिमीहरुले के गर्यो भने यस्तो गर्यो भने मन जताले पनि बताइन्छ उल्टो सुल्टो सर 27 मा के छ हैन सर युनिभर्स कतिमा छ 26 मा छ ओके नेचर 38 BMW 47 भयो ओके लिसन मैले तिमीहरुलाई कपीमा लेखेर राख भनेछु है यु क्यान आस्क मी अन सन्डे आइतबार सोधे पनि हुन्छ मलाई सर 47 मा कति छ 43 मा कति छ 41 मा कति छ आइतबार सोधे पनि हुन्छ है अरु क्लियर कपीमा राख मैले कपी लम्का हुन्छ कपीमा लिएर राख सर सन्डे सोध सर पेन कतिमा छ अथवा सर 10 मा के छ आज त अलि भर्खरको भएर भनिसके हैन अहिलेको भर्खरको त भनिसके ओके
Okay. Now, listen. Yes, listen. Okay, listen. Now, concentration को कुरा गर्थे तिमीले concentration में सोधेछौ 29 मा छ है. Okay. अब शान्त हुने है. अब शान्त. Water 16 मा छ. Marble 13 मा छ. Okay, ल listen. ल भयो अब आज त कुरा छोड्देऊ. आज कुरा छोड्दै मेरो सन्डे भ्यू होला. त्यही भएर मैले सबैले कपीमा लेखेर राख भनेको नि हैन. त्यही भएर सबले कपी लिएर राख भनेको नि. एभेलेबल छँदै छैन. ओके. रोल्स रोय 48 मा छ. ओके. अब यो आज त मैले भनिसके यो भन्दा के चाहियो र बुक चाहिदैन होला है. सो लिसन. अब तिमीले सन्डे दिन सोध्दा भोलि त के सोध्छौ र हैन. पिकनिकमा रमाइलो गर्ने होला हैन. भोलि आजको भन्दा सके आज म सन्डे कुरा गरिरहेको छु है. सो मलाई तिमीले कपी राख. एउटा कहिले कन्फ्युज भयो छुट्टी कुरालाई आई क्यान से अन सन्डे अल्सो. ओके. सबलाई भन्न सक्छु. लिसन. अब ध्यान दिने. लिसन. अब यहाँ सुन. अब सब शान्त. सब शान्त. 18 मा रोनाल्डो छ. अब यो त आज होइन क्या सन्डे सुत्दा पनि हुन्छ है. सन्डे सुत्दा पनि लेखेर राख्दा हुन्छ. अब लिसन है. लिसन ल ध्यान दिने. लिसन. सबले यहाँ ध्यान दिने. ओके. मैले के कुरा गरेको थिएँ भने नि त्यो बेला स्टुडेन्ट लाइफमा कन्सन्ट्रेसनको ठुलो पाटो हुन्छ. तिमीहरू बोल्दा पनि मैले तिमीहरू बोलिरहेको थियो यता बोलिरहेको थियो तर पनि मैले यहाँ स्टोर गरिसकेको थिएँ. यस है. तर किनभने मेरो तिमीहरूको ध्यान होइन. मेरो कन्सन्ट्रेसन थियो. मेरो तिमीहरूले के भनेछौ भन्ने कन्सन्ट्रेसन आइएम नट. मैले अरूको बारेमा केही पनि सोच्दिनँ. सो मेरो टार्गेटै तिमीले के भनेको थियो भन्ने मात्रै कन्सन्ट्रेट बल्ल बोलिरहेको थियो. अरूलाई मतलब गरिँदैन है. त्यही भएर के हुन्छ भने तिमीहरू एज अ स्टुडेन्ट पढ्दाखेरि सरले के भन्नुभयो त. लिसन. हेलो. सुन्यो भने तिमीलाई फाइदा हुन्छ है. ओके. यसो ख्याल गर्नु है सबैले. ल मैले के भनिरहेको थिएँ भने कन्सन्ट्रेसन. म तिमीलाई क्लासमा पनि भन्छु नि कन्सन्ट्रेसन. सरले के भनिरहेको छु त. यो के छ त. मैले के गर्छु इमेज क्रिएट गर्छु हैन. यस इमेज क्रिएट गर्छु. मैले जस्तै वाटर थियो भने वाटर बगेको सम्झेको थिएँ. इमेज क्रिएट गरेको थिएँ है. यहाँ क्रिएट गरेँ. यहाँ सेभ गरेर राखेको थियो. मेमोरी छ नि त होइन है. त्यही भएर जब तिमीहरूले क्लासमा ध्यान दिन्छौ भने घर धेरै पढ्नै पर्दैन हैन है. धेरै पढ्नै पर्दैन. दिमागमा सेट गर्ने थोरै टाइम लाग्ला. सेट गरेर सेभ गर्दाखेरि यो दिमागमा सेट र सेभ गर्दा थोरै टाइम लाग्दा. तर कन्सन्ट्रेसन गरेर तिमीले दिमागमा सेट गर्यौ भने र सेभ गर्यौ भने धेरै मेहनत गर्नु पर्दैन. ट्याक 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 सर्किङ ट्याक ट्याक है. ट्याक दिमागमा सेट गर्दै सेभ गर्दै राख्नुपर्छ. त्यही भएर तिम्रो हल्ला गर्छ क्लासमा कसरी बुझ्छौ त. बुझ्न सक्दैनौ है. यहाँ मैले भनिरहेको छु कसैले हल्ला गरिरहेको छ. तर तिम्रो हल्ला गरे पनि मैले त यहाँ हल्ला त गरिरहेको थिएँ. म शान्त उसमा पनि थिएन. बट आई वाज कन्सन्ट्रेटिङ द्याट वाट यु आर सेइङ. तिम्रो के भनिरहेको थियो भने मैले एकदम कन्सन्ट्रेट गरेर मेरो दिमागमा सेभ गरिरहेको थिएँ. मैले यतापट्टि आँखा राखेँ पनि म उतापट्टि आँखा राखेँ. मेरो दिमाग चाहिँ त्यो चिज सेभ गरेर राख्नुपर्छ भन्ने थियो क्या.
त्यही भएर तिमीहरूले क्लासमा पनि ध्यान दिएर सुन्यौ भने केही पनि गाह्रो छैन लर्निङ पार्ट। लर्निङ पार्ट गाह्रो छैन। त्यही भएर जहिलेसुकै ध्यान दिने अनि थोरै ट्रिक युज गर्नुपर्छ। थोरै ट्रिक युज गर्नुपर्छ। मैले यही उसमा पनि भनेको थिएँ है, क्लास 9 मा थोरै गरेको थिएँ। जस्तै मैले के गरेको 25 को स्क्वायर कति हुन्छ? दुईजनालाई थाहा होला के हुन्छ। 25 को स्क्वायर के हुन्छ भन्दाखेरि कति? 625। स्क्वायर त गर्नु पर्यो। मैले क्यालकुलेटर युज गर्न नि पर्दैन। कसरी युज गरे त भन्दाखेरि म आफै 25 into 5 into 5 25। यता कति छ? 2 छ। 1 जोड्यो 3 हुन्छ। 2 into 3 6 625। ठीक छ। मैले एकदम धेरै अब गर्दिनँ। 5 50 अब 25 35 को कुरा गरौँ। 35 को कति हुन्छ त? 35 भनेको 5 5 25 भइहाल्यो। अर्को 3 छ। 3 मा 1 जोड्यो 4 हुन्छ। 4 into 3 12 12 25। सिद्धो। कहाँ दिमाग लाउने? कहाँ तनाव दिने? दिमागलाई कहाँ बोझ दिने? बोझ दिनै पर्दैन। अब 45 को स्क्वायर कति त भन्दाखेरि 5 5 25। सिद्धो उताटी भयो। 4 छ अनि 1 जोड्यो 5 हुन्छ। 5 into 4 2025। 45 को स्क्वायर हुन्छ। यो त मैले भन्दै। त्यसै 12 को हुन्छ। कसरी हुन्छ है? 12 को गर्नु पर्यो भने फेरि अर्को छ 144 भयो। कसरी? मैले के गर्दै त 12 into 12 गर्दाखेरि 2 2 to the 4। 12 मा हामी 2 छ लास्टमा जोड्यो 14। 12 of 2 14 14 the पहिला 2 to the 4 144। 13 गर्दा सेम आउँछ 6 3 3 is 9। 13 मा लास्टको 3 जोड्यो 16 169। भनेपछि के हो त भन्दाखेरि मेन पार्ट कन्सन्ट्रेसन हो। नयाँ ट्रिक हो। आफ्नो दिमागमा एउटा नयाँ ट्रिक बनाउनु पर्छ। नयाँ ट्रिक बनाएर हामीले दिमागमा सेभ गरेर राख्नुपर्छ। अनि यति धेरै मिहिनेत चाहिँ गर्नु पर्दैन है। तिमीहरूले जुन मिहिनेत धेरै गर्नु परे जस्तो लागेको छ नि पढाइको लागि गर्नु पर्दैन है। गर्नै पर्दैन। धेरै मिहिनेत गर्नै पर्दैन। युज ट्रिक डु द्याट। त्यही भएर यो धेरै कुराहरू छन् है। त्यो भएर मेन कुरा पढाइ गाह्रो होइन। तिमीलाई गाह्रो मान्छौ नि पढाइ गाह्रो होइन। लर्निङ तरिका कसरी गर्छौ, कतिको तिम्रो कन्सन्ट्रेसन भन्ने कुरा हो। क्लियर? त्यही भएर मैले आज तिमीलाई भने तिम्रो कपी छ। यहाँ यो कपी राख। मलाई सन्डे सोध। सन्डे पनि खरखर्की बनाइदिन्छु। जता पनि बनाइ उल्टो सुल्टो जस्तो पनि बनाइदिन्छु है। अरू क्लियर? सायद अब टाइम पनि भइसक्यो है। अब धेरै कुराहरू छ। अब क्लासहरूमा अब यस्तै तरिकाले सिक्दै जाने। मेन कुरा कन्सन्ट्रेसन, नयाँ ट्रिक युज गर्ने, नयाँ तरिका युज गर्ने, विभिन्न किसिमको कामहरू गर्ने। ओके, थ्याङ्क यू फर सबैलाई धेरै धेरै धन्यवाद। यस्तो टाइममा यत्रो शान्तसँग क्लासमा भन्दा यहाँ शान्त बसिदियो के सबै शान्तबाट के गर्ने बसिदियो। त्यसको लागि धेरै धेरै धन्यवाद। थ्याङ्क यू।